हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म अब म्याक्सिमरबाट पार्क घुम्न जाँदैछु। आज सोमबार। अहिले चाहिँ म बाटोमा जाँदैछु र तपाईँहरूलाई म पार्कमा पुगेपछि पार्कको पनि भिडियो देखाउनेछु। अहिले चाहिँ म बाटोमा जाँदैछु किनभने आज चाहिँ म घुम्न निस्केको। यहाँको मौसम सफा भएर आज चाहिँ यहाँको मौसम सफा भयो र घाम पनि लाग्यो। किनभने एक हप्ता अगाडिदेखि चाहिँ पानी मात्रै परिराखेको थियो यहाँ। म आएकोदेखिको यो अघिल्लो मङ्गलबारको आइपुगेको। अब आज चाहिँ सोमबार भने चाहिँ एक हप्ता भयो र त्यस कारण म चाहिँ यसरी अब पार्क घुम्न जाँदैछु। पार्क घुमेर, किनभने आएको दिन कहीँ घुम्न पाएको छैन, कहीँ निस्केको थिएन, पानी परेकै हुनाले। त्यस कारणले चाहिँ आज चाहिँ मौसम सफा भयो। मौसम सफा भएको कारणले चाहिँ म घुम्न जाँदैछु पार्कतिर। र यसरी बाटोमा म जाँदैछु, घुम्दैछु र म जहाँ जहाँ घुम्नेछु तपाईँहरूलाई त्यहाँ त्यहाँको दृश्यहरू पनि देखाउनेछु। राम्रोसँग सकेसम्म राम्रो भिडियो बनाएर देखाउने कोसिस गर्नेछु तपाईँहरूलाई पनि। मैले सकेको जानेको भिडियो तपाईँहरू सामु चाहिँ बनाएर लगाउनेछु। घाम लागे पनि हावा चलेको कारणले अति चिसो छ। यहाँको मौसम अलिक जाडो नै छ। त्यस कारणले चाहिँ तपाईँहरूलाई म अब कुन देशमा पुग्नेछु त्यो देशको भिडियो तपाईँहरूलाई पनि बनाएर लगाउनेछु, देखाउनेछु, सकेको कोसिस गर्नेछु। र यहाँ चाहिँ एकदम राम्रो मौसम, अरूभन्दा पनि वातावरण सफा, हाम्रो देशको जस्तो भनौँ न धुलो धुवा छैन। अति राम्रो छ यहाँ। म चाहिँ अहिले गुगल गरेर घुम्न जाँदैछु यहाँको पार्कमा। अब चाहिँ गुगलले लेफ्ट देखाएको छ र भरे म पार्कमा पुगेर घुमेर फेरि गुगल गरेर आफ्नो लोकेसनमा फर्किनेछु। यस्तो राम्रो ठाउँ रहेछ, अति नै सुन्दर ठाउँ, राम्रो, एकदम जाडो छ यहाँ। हावा पनि धेरै नै चलेको छ। हावाको कारणले अलिकति साउन्डमा डिस्टर्ब आउन सक्छ, तपाईँहरूले माइन्ड नगर्नु होला। किनकि मैले प्रायः जसो युट्युबमा मेरो भिडियोहरू बिना एडिटको लाउने गर्छु। त्यस कारणले चाहिँ साउन्डमा थोरै तपाईँहरूलाई डिस्टर्ब भयो भने तपाईँहरूले त्यसको लागि चाहिँ क्षमा गरिदिनु होला। यहाँ चाहिँ यहाँको पेट्रोल पम्प पेट्रोल पम्प रहेछ पारिपट्टि। म चाहिँ वारीबाट बाटो हुँदै जाँदैछु। यो चाहिँ यसरी हाम्रो यहाँको फुटपाथ, पब्लिकलाई हिँड्नलाई फुटपाथ, साथै यस्तो गार्डनहरू र रोड चाहिँ यहाँको सानो हुन्छ। र यहाँ चाहिँ यसरी पार्क पनि रहेछ। यहाँ बस्ने घुम्ने ठाउँ अति राम्रो। म चाहिँ आएको एक हप्ता भयो र आज चाहिँ बल्ल यसरी घुम्न निस्किँदैछु। यहाँबाट घुम्न जाँदैछु किनभने यहाँ चाहिँ पानी धेरै पर्ने हुनाले, पानी परेको कारणले म कहीँ घुम्न निस्किन पाएको थिएन। त्यही भएर आज चाहिँ म घुम्न निस्केँ, यसरी घुम्न जाँदैछु। र यसरी यो चाहिँ अलिकति पार्क, खेल्ने ठाउँहरू, बच्चाहरूलाई खेल्ने ठाउँ, घुम्ने ठाउँ रहेछ। राम्रो रहेछ। यहाँ चाहिँ फ्यामिलीहरू यसरी घुम्न आउँदो रहेछ। र म चाहिँ अब यो ठाउँबाट घुमेर अब फेरि
रोड पक्रेर त्यति रोड पक्रेर जानुपर्ने हुन्छ। म चाहिँ यो अलिकति किनभने यो ठाउँ यो सिन चाहिँ राम्रो देखेर यो भित्र छिरेको थिएँ यहाँको भ्युज खिच्नलाई तपाईँहरूलाई देखाउनलाई। त्यस कारण म चाहिँ फेरि यहाँबाट निस्केर फेरि रोडतर्फ जानुपर्ने हुन्छ र लगभग अझै 10 मिनट देखाएको छ किनकि म गुगल म्याप गरेर हिँडेको यसो घुम्नलाई। यहाँ नजिकै ठाउँ पार्क रहेछ घुम्नलाई र त्यही छेउमा यहाँको जू पनि छ म्याक्सिमर एरियामा, चाक्रेपको म्याक्सिमर एरियामा। त्यही भएर म आज चाहिँ घुम्न निस्केँ। फाइनली गाइज म चाहिँ म्याक्सिमर पार्कमा आइसक्यो। यो चाहिँ यहाँको बोर्ड पार्कभित्रको बोर्ड रहेछ पार्क म्याक्सिमर क्षेत्र। तर मैले चाहिँ भिडियो बनाइरहेको छु, यो भित्र भिडियो खिच्न एलाउ छ कि छैन थाहा छैन। यस्तरी यो पार्क रहेछ। जाँदैछु म अगाडि। त्यहाँ चाहिँ गएर सायद टिकट लिनुपर्छ जस्तो लाग्छ मलाई। टिकट लाग्छ भने थियो र भिडियो खिच्नु एलाउ छ कि छैन त्यो पनि म बुझ्नेछु। तर अब म चाहिँ अगाडि आइसकेँ। यसरी मान्छेहरू यसरी यहाँ रनिङ गर्न घुम्न आउने रहेछ। म पनि अब यो पार्कभित्र इन्टर गरिसकेँ। यसरी घुमेर हिँड्दैछु। तपाईँहरूलाई पनि यो भिडियोको यसरी यो दृश्यहरू देखाउन पाउँदा खुसी लाग्छ मलाई पनि। किनकि तपाईँहरूले मेरो भिडियो हेरेर माया गरिदिनुहुन्छ र सपोर्ट गरिदिनुहुन्छ। त्यस कारणले यसरी नै मलाई पनि भिडियो बनाउनलाई मन लाग्छ। किनकि तपाईँको साथ सपोर्टहरूले अघिको दिनहरूमा मैले अझै भिडियो बनाउन पाऊँ। र अब चाहिँ फेरि पानी पर्न थालिसक्यो। यो चाहिँ झन्डा युको र यहाँको यस्तो राम्रो भ्यू आउने रहेछ। धेरै नै राम्रो भ्यू रहेछ। यहाँबाट चाहिँ मलाई टर्न लेफ्ट भनिराखेको छ गुगल म्यापले। अब चाहिँ म यहाँबाट लेफ्ट लाग्नुपर्ने हुन्छ। अब चाहिँ फेरि यहाँ पानी पर्न सुरु भइसक्यो। यहाँको मौसम छिनछिनमै चेन्ज भइराख्ने रहेछ, फेरि राख्ने रहेछ। त्यस कारणले फेरि पानी पर्न थाल्यो। अब म चाहिँ यतै कतै त्यो ठाउँ हेरेर बस्नुपर्ने हुन्छ सेफ जग्गामा। किनकि भर्खर नयाँ हो र पानीले यसो भिज्यो भने बिरामी पनि पर्न सक्छ नयाँ ठाउँमा। त्यस कारणले चाहिँ अब म यहाँबाट फर्केर फेरि सेफ ठाउँतिर जानु पर्ने हुन्छ। सो गाइज फाइनली अब म चाहिँ यो पार्क घुमिसक्यो। एकदम अति राम्रो ठाउँ रहेछ र तपाईँहरूलाई पनि म यहाँको भ्युज देखाउँदैछु। यस्तो छ है, अति राम्रो हरियाली पार्क रहेछ, राम्रो लाग्यो। तपाईँहरूले पनि हेर्नुभयो यो पार्क चाहिँ तपाईँहरूले पनि कस्तो लाग्यो भनिदिनु होला, प्रतिक्रिया दिनुहोला। र तपाईँहरूकै लाग्यो भनेर मैले यत्रो मेहनत गरेर भिडियो बनाएको छु र आगामी दिनहरूमा पनि यसरी नै राम्रो भिडियो बनाएर लाउनेछु तपाईँहरूको लागि। र तपाईँहरूले हेरिदिनु भएकोमा धन्यवाद। साथै मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्दै यो भिडियो अलिक लामो पनि भइसक्यो। त्यही भएर यो भिडियो चाहिँ म यहीँ क्लोज गर्न चाहन्छु। ओके, बाइ बाइ, हस्, धन्यवाद।